यो चाहिँ नुहाउने हो होइन अहिले भिड लाग्छ कि अनि सिडी देखाइदेऊ भाइ सिडी देखाइ सो गाइस यताबाट माथिबाट हाम्रो नजारा देख्न सक्नुहुन्छ तपाईँहरू हाम्रो चाहिँ नजारा चाहिँ वरिपरि यस्तो छ ट्याक्क यस्तो छ गाइस सो गाइस फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा अनि म चाहिँ आज युट्युबबाट इन्कम गरेको पैसाले बनाएको घर देखाउँदैछु होइन आज चाहिँ मेरो फुल भिडियो चाहिँ के हुन्छ भनेपछि होम टुर टक्क होम टुर हुन्छ तपाईँहरू फुल भिडियोमा राम्रोसँग हेर्नु होला अनि म चाहिँ के भन्न चाहन्छु भनेपछि युट्युबबाट पनि कमाएर घर सरहरू बनाउन सकिन्छ गाडी किन्न सकिन्छ मैले फर्स्ट इन्कमले चाहिँ थोरै थोरै जम्मा गरेर घर बनाएको अनि आज चाहिँ तपाईँहरूलाई म फुल होम टुर देखाउँदैछु कम गाइस म तपाईँहरूलाई चाहिँ बाहिरैबाट सुरु गर्छु है बाहिर त देखाऊ सो गाइस यो चाहिँ हाम्रो पछाडि हो अनि यहाँ चाहिँ हाम्रो एउटा टोइलेट बन्दैछ तर बनिसकेको छैन त्यो पछि बन्छ अहिले यो चाहिँ रेस्टमा छ अनि यतातिर चाहिँ हाम्रो यस्तो बाउन्डिङ एरिया छ अनि यता पछाडितिर नल्का छ एउटा यता नल्का छ अरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यति नै हो हाम्रो एरिया चाहिँ यतिमै बन्द छ लाऊ है अब भित्रतिरको देखेको त्यो चाहिँ हाम्रो गेट हो यसरी खोलेर आधा पनि खोल्न मिल्छ पुरै खोल्नको लागि त्यहाँ ताला लगाएको छ त्यो खोल्नुपर्छ अनि यतातिर पनि यति हो बाउन्ड्री एरिया यति नै छ थोरै छ आधा कट्टामा हो अनि अब भित्रतिर देखाउँछु तपाईँहरूलाई आउन सक्नुहुन्छ भित्रतिर गाइस हाम्रो यो चाहिँ हल हो अनि यहाँ किचन देखाइदिन्छु यो चाहिँ हाम्रो किचन हो यता एउटा ग्यास छ यहाँ एउटा बजे बस्नुहुन्छ कि हामी चाहिँ अहिले बसेको छैनौँ अब धेरै बाँकी छ कलर भन्नु बाँकी छ यताउति बाँकी छ अनि यहाँ यो कोठामा खास गरी बजे चाहिँ यो कोठामा बस्नुहुन्छ यो बजे चाहिँ यो त्यो हो अनि यहाँ झ्याल छ एउटै झ्याल छ यो कोठामा चाहिँ खासै छैन यो बत्ती पनिहरू पनि बल्छ यसरी तपाईँहरूलाई म बत्ती बालेर देखाइदिन्छु हेर्न सक्नुहुन्छ कस्तो बनाएको छ यो दामी छ तरिकाले होइन यता लाइटहरू देखाइदियो अनि त्यो चाहिँ अहिले बन्द गर्नु पर्यो अनि अर्को रुम चाहिँ यता छ यो रुम पनि दामी छ तपाईँहरूलाई भाडामा चाहियो भने भन्न सक्नुहुन्छ यो रुम चाहिँ भाडामा पनि दिन मिल्छ यो रुम चाहिँ भाडाकै लागि बनाएको हो अनि नेक्स्ट चाहिँ मेरो रुम चाहिँ यो हो गाइस यो चाहिँ मेरो रुम हो यसमा पनि सेम हो सबको रुममा सेम हो तर यहाँ दुईवटा एउटा उता पनि प्लग छ इमर्जेन्सी प्लग त्यो चाहिँ मेनली यसरी खाएर त्यहाँ हुँदाखेरि चार्जिङ आउँदाखेरि हो कि चाहिन्छ नि तर अब चार्ज सकिन्छ होइन मतलबको जरुरतमा भएको भन्नुपर्छ अनि यो गेट भइहाल्यो अनि तपाईँहरूलाई म मेरो खुबसुरत बाथरुम देखाइदिन्छु गाइस हेर्नु सक्नुहुन्छ यहाँबाट चाहिँ नुहाउने हो अनि टोइलेट नदेखो छोडिदेऊ घिन लाग्छ अरे बाप रे ये तो धोती खोल रहा है यो चाहिँ नुहाउने हो होइन अहिले घिन लाग्छ कि अनि सिडी देखाइदेऊ भाइ सिडी देखाइदेऊ त्यो चाहिँ सिडी हो होइन यहाँ यसरी चढ्नुपर्छ भनेर टक्क अनि त्यहाँ एउटा डेरेसन जस्तो छ अनि माथि पनि भ्यू देखाइदिउँ न गाइडहरूलाई अब के छुटाउने होइन त्यहाँ कल गर सो गाइड यताबाट माथिबाट हाम्रो नजारा देख्न सक्नुहुन्छ तपाईँहरू हाम्रो चाहिँ नजारा चाहिँ वरिपरि यस्तो छ ट्याक्क यस्तो छ गाइस यताउता देखाइदियो मान्छेहरूले सक नगरोस् कि त्यो भिडियो बनाउनु आएको छ भनेर किनभने दिल्न हुन्छ कि ल माथिको नजारा चाहिँ यस्तो छ गाइस यतातिर देखायो गाइस अनि यता एउटा ट्याङ्की छ
अनि उतातिर हल्का ठाउँ छ, त्यति खासै ठाउँ छैन, एरिया छैन, एरिया सानो छ कि ल। सो गाइज हाम्रो क्यामेराम्यान भाइ चाहिँ टेक बहादुर जोशी, अनि उसले चाहिँ क्यामेरा राम्रो भ्लग राम्रो खिचिदिन्छ। अनि त्यस्तै छ गाइज, हामीले चाहिँ आजको टुर होम टुर तपाईँहरूलाई सर्टकटमा देखाइ नै हाल्यौँ। अब चाहिँ पुरा कलर सदरहरू गरेपछि चाहिँ तपाईँहरूलाई एउटा नयाँ फेरि नै यो होम टुर फेरि राम्रोसँग हुन्छ। अनि अहिले चाहिँ यो कलरिङ टक्क भएको छैन नि त, त्यसैले अहिले अलिक सर्टकटमा देखाएको ताकि झ्याउ नलागोस् भनेर। अनि गाइज युट्युबबाट पैसा कमाएर घरसर बनाउन सकिन्न, यो बेकार हो, यो धन्दा गर्नुहुन्न भन्ने होइन है, गर्ने हो, मस्त कमाउने हो, बनाउने हो, यस्तो बङ्गला खडा गर्ने हो। कसो भाइ ओके ल। यो चाहिँ मेरो रुम हो, यस्तो छ भनेको। यस्तो फेक भिडियोबाट चाहिँ बचौँ, अनि यस्तो भिडियोहरू लाइक गरौँ, सब्सक्राइब गरौँ च्यानललाई। तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, अनि जगत जोशी ब्लगमा जानुहोस्, खतरा खतरा भिडियो छ, हेर्नुहोस्, लाइक गर्नुहोस्। फेरि भेटौँ नयाँ एउटा खतरा भिडियोमा। आजको लागि बाई बाई।